जसलाई म आफ्नो भन्न सक्छु। धुलो धुलो लागेछ, बाटो चाहिँ धुलो धुलो है, धेरै धुलो बाटो, त्यही भएर धुलो धुलो लाग्यो हो। म चाहिँ आज भल्का आइपुगेको छु। भल्का तपाईँलाई म देखाउन पनि चाहन्छु, हेर्नु है त। सरररा सरररा है, मेन भने देखाउँछु पहिला, हेर्नुहोस् यही हो भल्का। यहाँ चाहिँ के रहेछ त भन्दाखेरि तपाईँको आफै आफै पानी आउँदो रहेछ क्या तलबाट, यसरी देख्न सक्नुहुन्छ भिडियोमा। आफै आफै आएको तलबाट, ऊ त्यो पाइपबाट बाहिर गएको छ पानी चाहिँ। अनि यहाँको पानी चाहिँ खाँदा पनि रहेछन् भन्ने कुरो थाहा पाएँ है। हेर्नुहोस् सिन चाहिँ सही छ है, कोही रहन्छ यता। भल्का भल्का धेरै सुन्या भएर चाहिँ आएको हो। हेर्नुहोस् यसरी चाहिँ बार हालेर राखेको छ, त्यही भइगयो होइन। ठाउँ देखाउँछु म तपाईँहरूलाई, हेर्नु होला एकखेर। गजबको छ ठाउँ। पहिले माया लुकाइहाल्यो कलेजीमा रनको, फेरि खेतको सिधै हाल्यो। देखाउनु पनि ठाउँ चाहिँ रमाइलो छ है। आवाज सुन्नुहोस्, चरीको चिरबिर पनि मजैको छ होइन। यहाँको ठाउँ पनि रमाइलो छ, रमणीय छ। अझै म देखाउँछु, यहाँ पिकनिक स्पट पनि सायद होला यो। पिकनिक खेल्न पनि आउँछन् जस्तो मानेको छु। यसो हेर्दाखेरि ठाउँ त गजबको छ नि त होइन। ल 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